त्यसपछि यो रतुवामाई नगरपालिकाको इटहरा भन्ने ठाउँको यो चाहिँ नि धान पाकेको फाँट हो। म तपाईँलाई यो पाकेको धानको फाँट देखाइरहेको छु। अत्यन्त रमाइलो देखिने यो फाँट म यहाँलाई देखाउन कोसिस गरिरहेको छु। यो उत्तर दक्षिणको उर्लाबारी आम्बाडीको सडक हो र यो धानको फाँट। त्यसै गरी यो पूर्वतिरको फाँट हो। 10 मिनट अघि म तपाईँलाई रतुवामाई नगरपालिका इटहरा भन्दा केही माथि टालीभट्टा भन्दा 1 किलोमिटर मुनिको धानको फाँट देखाइरहेको थिएँ। यो धानको फाँट रतुवामाई नगरपालिका अन्तर्गतको टालीभट्टा चोकको धानको फाँट हो। दर्शकबिन बडो मनोरम गरी धान फलेको छ। बडो रमाइलो देखिन्छ यो फाँट। धान पाकेको छ। आज 2082 सालको मङ्सिर 1 गते पाकेको धान फाँटिलो ठाउँमा रमाइलो देखिन्छ। दर्शकबिन